सो गाइस अब म होटलतिर गइरहेको छु। अब साइकलमा रफ्तार कुदाएर दोकान जानुपर्छ। 2 बजे आउनु भनेको थियो, 2:30 भइहाल्यो। अब रिसाइहाल्छ। होटल पनि पुग्न लागिसक्यो। पुग्यो अब आउने त अनुहार कस्तो बनाएको छ, रिसाएको छ कि बोल्न पनि डर लाग्यो यसलाई देखेर। डल्लो खाली अझै आधे जाँदैछ। राम्रोसँग चम्काउने। कति भयो अहिलेसम्म व्यापार? फेरि काम गरे पो अनि पैसा आउँछ। बाई बाई।